यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको हो? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि, खै भेटेको? यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नवप्रवर्तन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु ल। यो कुरा अहिले हामीले भनेको कुरा के हो भने कमसे कम 7,000 माध्यमिक विद्यालयहरू छन्। 7,000 टिचर नथप्यो भने 1,500-2,000 थपौँ। र मान्य सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ हेर्नु। अब कुरा के हो भन्दाखेरि थपौँ भन्दाखेरि अनि त्यो चाहिँ थपेर उसमा के अरे खास गरी सहरी क्षेत्रहरूमा त सबै प्रायः जसो विद्यालयहरूमा कम्प्युटर पढाइ हुन्छ। गाउँमा पढाइ भएको छैन, त्यहाँ पुर्याउँ भन्दाखेरि पनि अहिले अगाडि बढाएको छैन। त्यो अगाडि बढोस् भन्ने चाहन्छु। नवप्रवर्तन कोषको जुन अध्यादेश छ त्यो अध्यादेश आएको छैन, त्यो अध्यादेश पनि आओस् भन्ने चाहन्छु। र प्रमुख कुरा चाहिँ के हो त भन्दाखेरि 1%। मैले खोजेको त जिडिपीको 1% बजेट रिसर्च इनोभेसनमा छुट्याइयोस् भन्ने हो। जिडिपीको नसक्ने भनिसकेपछि यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। त्यो चाहिँ आओस्, हेर्नुहोस्। यो कुरा मैले अहिले नै जानकारी दिएँ। र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि जुन नीति तथा के अरे कार्यक्रम छ त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। तपाईँहरूले हेर्नुहोस् त्यो 46 कतिवटा छ त्यहाँ, कति पानाको, त्यहाँ चाहिँ विज्ञान भन्ने शब्द छँदै छैनन्। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको हो? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन।